बिस्मिल्लाह वल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला नबीना मुहम्मद व अला आलिहि व सहबिहि अजमाइन अम्मा बाद। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, आज म यस भिडियोमा इस्लामका विशेषताहरूको विषयमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यस भिडियोलाई ध्यानपूर्वक सुनि र हेरिदिनु होला। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, इस्लाम एक महान धर्म हो जसको विशेषता यसको पूर्णता र व्यापकता हो। यो जीवनको एक समग्र मार्गदर्शन हो जसले मानिसको आफ्ना पालनकर्तासँग, आफ्नै आत्मासँग र वरपरका मानिसहरूसँगको सम्बन्धलाई व्यवस्थित गर्छ। इस्लामको सबैभन्दा ठूलो विशेषता शुद्ध तौहीद अर्थात एक ईश्वरवाद हो। यसले कुनै साझेदार बिना केवल अल्लाहकै उपासना गर्न बोलाउँछ। यसले मानिसलाई आफ्ना सृष्टिकर्ता बाहेक अरू कसैको दासबाट मुक्त गर्छ र उसको हृदयमा आत्मा सम्मान र गरिमालाई आउँछ। यसका विशेषता मध्ये यो पनि छ कि इस्लाम फितरत अर्थात मानवीय स्वभावको धर्म हो। यो आत्माहरूमा जन्मजात रूपमा रहेको भलाइ, न्याय र त्यागसँग मेल खान्छ। यसले न त सही बुद्धिसँग टक्राउँछ न त सही स्वभावसँग, बरु दुवैलाई एकसाथ सम्बोधन गर्छ। इस्लाम न्यायको धर्म हो। यस्तो न्याय जसले धनी गरिबी, शक्तिशाली र कमजोर बीच भेदभाव गर्दैन। इस्लामले सबै मानिसलाई कानूनको अगाडि समान बनायो र श्रेष्ठलाई तकवा र अथवा श्रेष्ठसँग जोडिन्छ। नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, यदि मुहम्मद की छोरी फातिमाले पनि चोरी गरे भने हात काट्ने थिए। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, इस्लामका थुप्रै विशेषताहरू छन्। त्यो मध्ये यी विशेषताहरू केही थिए जसलाई मैले भनेको छु यस भिडियोमा। आशा गर्दैछु तपाईहरू यसलाई ध्यानपूर्वक सुनेर हेरिदिनु होला। वसल्लल्लाहु अलैहि वसल्लम।